हे एभ्रिवान, गेट रेडी विथ मी। बजार जानको लागि सँगै रेडियोमै त कुरा गर्दै काहीँ कतै मिस्टेक भयो भनेदेखि चाहिँ प्लिज माफ गरिदिनु होला। अनि सुरुमा चाहिँ मैले सबैभन्दा पहिला मेकअप गर्छु। अनि मेकअपमा चाहिँ मैले पहिला सुरुमा लगाएँ मोइस्चराइजर कि खोइ के भन्छ त्यो लगाएँ। त्यसलाई यस्तो मजाले लगाइसके पछाडि चाहिँ पालो आउँछ सिरमको। यो चाहिँ मैले डेर्माबाट लिएको हो। यो सिरम चाहिँ एकदमै राम्रो लाग्यो मलाई। 2 दिन भयो मैले युज गरेको। 2 दिनमा रिजल्ट चाहिँ राम्रै छ। अब पछि कस्तो हुन्छ त्यो पनि हेर्ने नै छु। त्यसलाई पनि मजाले लगाएँ। त्यस पछाडि ट्याप गरेँ, नाटक गरेर अलिकति हावा दिएको जस्तो पनि गरेँ। त्यस पछाडि पालो आउँछ सनस्क्रिनको। सनस्क्रिन चाहिँ लाउनै नै पर्छ किनभने घामबाट जोगिनु पर्छ। घामबाट जोगिनुको लागि सनस्क्रिन पनि मैले यस्तो लगाइदिएँ। सनस्क्रिन लगाउँदाखेरि चाहिँ म अलिअलि गीत गाउँदै पनि थिएँ। अनि त्यो सनस्क्रिनलाई पनि मजाले लगाइदिएँ। अनि अर्को कुरा चाहिँ यो क्रिमहरू लगाउन कतै मिस्टेक भयो, अगाडि पछाडि भयो भने चाहिँ प्लिज मलाई गाली नगर्नु होला किनभने मलाई आउने नै यस्तै हो। अनि त्यो सनस्क्रिनलाई पनि मजाले लगाइसके पछाडि चाहिँ मैले यस्तो ट्याप पनि गरेर नाटक गर्दै थिएँ हैन। अलिअलि नाटक गरिरहेको थिएँ। त्यस पछाडि पालो आउँछ अन्तिममा चाहिँ लिप लाइनरको। म चाहिँ यस्तो फाउन्डेसन चाहिँ लाउँदिनँ। अनि फेरि त्यो लिप लाइनरको बिर्को नखोलेर बिजोग भएको थियो। हातमा सबै त्यो क्रिमको चिल्लो भएर त्यस पछाडि लाइनरले कोरेँ लिपलाई पनि। अनि कोरिसके पछाडि भिडियोमा चाहिँ यस्तो रातो देखिरहेको थियो तर रियलमा चाहिँ त्यस्तो थिएन। त्यस पछाडि लास्ट भनेको चाहिँ है लिप ग्लस हो। त्यो नि सकेको मैले देखाउँदै थिएँ क्या। कस्तो लाज पनि लागिरहेको थियो सकेको के देखाउनु भनिकन, तर देखाएँ मैले त्यस्तै जस्तो छ त्यस्तै। अनि यति गरिसके पछाडि चाहिँ मेरो मेकअपको भिडियो सकियो। यति नै थियो। मैले चाहिँ अब जानी नजानी गरेँ। हजुरहरूलाई कस्तो लाग्छ